ओ छ्याम हो नि यार मैं वो छु विशाल मामा र स्पिकर डेड भयो भने चाहिँ यहाँ तनाव हुन्छ अरे है पनि त्यसो नभन्नु मामा जबरजस्ती नगर्नु भने जबरजस्ती छन्नु न भने कुन तँलाई न यानी भैया नाच थैया थैया नाइस सॉन्ग हेलो एभ्रीबडी सबैजनालाई दर्शन अनि छ्याजलो अहिले चाहिँ हामी छौँ पिटभान्जेमा र यो गाउँपालिकानिर अब चाहिँ हामी जान लागेको पिट बजार अनि अब चाहिँ पिट बजार गएर चाहिँ साथीहरू हामी चाहिँ पिट बजार हेर्छौँ हेर्नु मेरो गाउँठाउँको बजार चाहिँ कस्तो हुन्छ भनेपछि तपाईहरुलाई त्यहाँ गएर देखाउँछु साथीहरू अब चाहिँ ल हामी चाहिँ पिट बजार जान लागेको सबैजना गएको पिट बजारतिर हेर्नु होला ल लागेको हामी चाहिँ ल साथीहरू अहिले चाहिँ हाम्रो यो दुधपोखरी गाउँपालिकाको हस्पिटल देखाउन गइरहेको छौँ तपाईहरुलाई खना ग्याप जा सुन्यो फेरि उदि हाल्ने छ यार साइडको सानो गाउँपालिकाको मन्दिर हस्पिटल मन्दिरै त हो नि हस्पिटल भन्यो भने हस्पिटल है यो चाहिँ हस्पिटल यो चाहिँ न्युरीमा ठेडामा खदम मुना खदम नभन्नु होला हामीले चाहिँ यहाँबाट अब हाम्रो यो राइनस नगरपालिकालाई देखाउन गइरहेका छौँ अनि हाम्रो यो दुधपोखरी गाउँपालिकाको हस्पिटल है यो पहिला धेरै सानो थियो अहिले यहाँ अब जे होस् यो हस्पिटलमा बस्ने कर्मचारीहरू चाहिँ एकदम दिनभरि तात पानी खाँदै भ्यू हेर्दै गौडाको भ्यू पोइन्ट हो त्यो चाहिँ ल गौडा देख्न सक्नुहुन्छ तपाईहरुले यहाँबाट प्याजिङ पनि देख्न सक्नुहुन्छ यहाँबाट फोटो खिच्ने हो ड्याङ्ग लाएर आइलेपछि यस्तो उता डिलमा बसेर यो गौडा अनि यतापट्टि प्यार्जुङ भयो यता राइनासहरू देख्न सक्नुहुन्छ यता गोर्खा साइटहरू बन्छारहरू यतापट्टि यो बादलले ढाकिसकेको छ अहिले क्लाउड त उदि माहौलै छुट्टै छ फेरि साने बजेको सुने रे
यसको सानै बजेको सुन्नु मरेको अहिले बजाउन कसरी कति बजाउने सानै सानै यो चाहिँ हाम्रो भ्यू पोइन्ट हो है भ्यू पोइन्ट अर्को भ्यू पोइन्ट चाहिँ त्यहाँ छ वेलकम टु आवर भान्जस ब्लग अनि हामी चाहिँ ढुक्क तरिकाले चिल हान्दै होइन डाँडा पाखा डुल्दै अब चाहिँ सट्ट गएर बजारमा गएर चाहिँ अनि चट्ट फुटबल हेर्दै सानै बजाउँदै सानै चाहिँ फेरि यस्तरी बजाउनु पर्छ है गाइज हेर्नु खिच्नु होइन क्या यतिको चाहिँ बजाउनु पर्छ प्याजिङले उठाइदिइरहेछ लो केटा हो आउनु पर्यो बादल हेर्नु न बाबा अति दामी क्लाउड है अनि ल यतिको क्लाउड चाहिँ हुनुपर्छ है हाम्रो गाउँघरमा चाहिँ यतिको क्लाउडहरू चाहिँ देख्न सक्नुहुन्छ यस्तो बवाल देख्छ बादलहरू पनि पुरै बादल उडिरह होइन अब चाहिँ हामी लाग्छौँ साथीहरू फेरि पिट बजार अनि पिट बजारमा गएर भेटौँला अब हेलो गाइज हामी चाहिँ यहाँ स्कुटीमा सरर है बाटो हेर्न सक्नुहुन्छ यता पनि खल्टो उता पनि खल्टो जताततै खल्टै खल्टो फेरि अब यहाँदेखि चाहिँ कहाँ हाल्ने हामी चाहिँ गाइज अब टक्क पिर बजार हेर्न जाँदैछौँ तपाईँहरू पनि आउन सक्नुहुन्छ सम्पर्क नम्बर 97 65 93 54 15 यो चाहिँ मेरो नम्बर होइन नि फेरि फोन नगर्दा हुन्छ फेरि गाह्रो पर्ला अरूलाई पऱ्यो भने अब के भन्नु छ र 2 दिनको जिन्दगीमा खानी हो खुलाउने चाहिँ होइन टक्क खानी रमाइलो गर्ने दसैँ आयो अहिले हामी कहाँ आइपुग्दैछौँ अहिले हामी यो पिट भन्ज्याङमा आइपुगिसकिनु लागिसकेको गाइज होइन अब पिट भन्ज्याङमा गएर टक्क तपाईँहरूलाई चिया खुलाउँ भने अब तपाईँहरूलाई मिल्दैन खुलाउन हामीले चाहिँ खाएर आइसक्यो होइन भनेपछि अब याद दुख्यो अब सर पिट भान्जेङ छिर्यो साथीहरू छिर्यो अब उयोमा खल्टो पो रहेछ यसरी लडेँ म भन्न चाहिँ नमिल्ने भयो अहिले होइन तर त्यसो चाहिँ भएको छैन अहिलेसम्म यसरी लडेँ म गाइज भन्न चाहिँ परेन तर ठिकै छ अब यहाँ फेरि हावाको साउन्ड पनि आएर होला हावाको साउन्ड चाहिँ ढुक्कले इग्नोर हान्दियो हुन्छ किनकि मैले नि इग्नोर गरिरहेको छु सिलमा अहिले चाहिँ हामी पिट भान्जेमा छौँ साथीहरू अब यो पिट भान्जेदेखि चाहिँ तलपट्टि चाहिँ पिट बजार लाग्छ अब हामी अरू साथीहरू चाहिँ पिट बजारतर्फ लागिसक्यो भने हामी चाहिँ अहिले पिट भान्जेङतिरै छौँ पिट भान्जेको अहिले मौसम यस्तो छ आज धेरै राम्रो भइरहेछ अरे आजको दिन यस्तो दामी क्लाउडले भरे क्लाउडै क्लाउड भएको छ आजको दिन चाहिँ जे होस् आजको दिन राम्रो छ राम्रो भइरहेछ भनौँ होइन नर्बु दाइ सुरु भएन तल सुरु भएन देब्रे हातको समात्ने धन्य फालिदिएको गाइस यो मान्छेले मलाई मुटु ढुक ढुक भएर ये रामा कसम छ यहाँ धन्य मुट चुकिएको मुटै चुकिन लागिसकेको थियो कि भिज्यो यतिको चाहिँ हुनुपर्छ नाइकभित्र पनि देखिसक्यो त्यहाँ नाइकभित्र पनि देखिसक्यो पखन रोडै दामी छ आहा गाइस यतिको रोड पाएँ त मैले विली हानिदिन्थेँ हिजोको यसरी हिजो डेन्जर विली गएको कि अब होइन त अगाडिको पाङ्रा त त्यही माथि लाटो भएको वेट कति नै छ त नि भनेको त्यस्तो चाहिँ अब त्यो वेटलेस मान्छेलाई नि त्यत्रो उचालेको मलाई सन्धि बस्या भए त जान्थ्यो 2 जना नालीमा लाम्मै तर ठिकै छ यहाँको बाटो चाहिँ फेरि डेन्जर छ है गाइस यतिको चाहिँ चलाउनु पर्छ क्या गाइस फेरि अनि के भन्न चाहनुहुन्छ पिट बजार आउनेहरूलाई पिट बजार आउनेहरू सबैलाई वेलकम छ बाटो चिप्लो छ अलिकति होसियारले आउनु पानी पऱ्यो भने फेरि बारीको पाटामा पुग्न सकिन्छ एकैचोटि बेतिनी गाउँ अरू होइन बेतिनी गाउँ पुगिन्छ होसियारमा आउनु म जसरी यसरी भित्ता समात्दै अरू चाहिँ केही पनि नसमात्नु होला भित्ता चाहिँ समात्नुहोस् अरू समात्ने काम गऱ्यो भने गम्भीर हुन्छ यहाँ यस्तो मजाले जानुपर्छ गाइजी सर अझ टिटिट
मुखले पो दिइरहेको छ अनि ब्रेकमा छ भनेदेखि हर्न पो जान्छ नि त्यहाँ नि यतिको चाहिँ ए स्कुटी नै अफ भइसकेको छ त अनि न्युटनमा गएर न्युटनमा चाहिँ हेर चाबी चाहिँ अफ गरिदिनु पर्ने तर बाटो त राम्रो रहेछ है पानी पर्दैन भने फेरि तनाव हुन्छ कि यो बाटो आउँछ कि अस्ति नै राम्रै थियो बाटो ल साथीहरू हामी पिट बजारतर्फ लागिसक्यौँ अब यही तल हो पिट बजार आउनलाई धेरै टाइम चिप्लेको माथि आइपुग्यो तर त्यो तेल खर्च गर्नुहुन्न गाइस ओह्रालो छ माथिदेखि सर न्युट्रलमा आए नै हुन्छ स्कुटीमा चाहिँ इन्जिन अफ गरेर आए नै हुन्छ ए फाट्यो कटु कसो गरी सिलाउने हम पागल नहीं है भैया हमारा दिमाग खराब है हम पागल नहीं है भैया हमारा दिमाग खराब है अनि त्यसपछि पिट बजार त्यसपछि अब पिट बजार आइपुग्यो या बाटोमै ढुङ्गा रहेछ सिधै लगाएर ग्राउन्डमा हालिदिनु थियो कि उनीहरू त ठाउँ नि पाइन्छ हामी चाहिँ कहाँ हालिदिनु यति भएपछि ल साथीहरू पिट बजार आइपुग्यो तिनीहरू खोइ कता गयो ल तपाईँहरू पिट बजार आइपुग्यो है साथीहरू गेम पनि सुरु भइसक्यो रहेछ फेरि ल अनि कता कताको रहेछ कहाँ गएछ तिनीहरू खाली भएको पिट बजार खाली छ है खाली छ आउने भयो मेरो दिल पनि खाली छ ल यही हो पिट बजार तपाईँहरूले देख्न सक्नुहुन्छ पिट बजार चाहिँ यस्तो ठाउँमा हुन्छ कि हेर्नु अझ यो क्लाउड खुलेको भए हिमाल पनि यहीँ ल्याममै हिमाल टाँसिरहेको हुन्छ हिमालले पनि पिट बजार हेर्छ अनि हामीले हिमाल हेर्दै पिट बजार हेर्दै अनि सुन्दर सुन्दरीहरू पनि आउने गर्छ यहाँ ल हेर्न हाम्रो चाहिँ यहाँबाट खस्यो भने चाहिँ फेरि स्वाहा पोहोरको पनि हाम्रो जक्सन हाम्रो जक्सन यही हो नि फेरि दर्शकबिनहरू यहाँबाट फेरि अनि बाल्कुने भ्यू देख्छ नि त फेरि बाल्कुनेको भ्यू देख्छ नि त यहाँबाट कति कति गोल भएछ हो यस्तो मिम देखाएको तिमीहरूले ट्याक्कै एउटाले छेकेर हान्छ अर्कोले होइन त्यो अपोनेन्ट प्लेयरले खुट्टाउँछ त्यो टक्क बल्ल छ हेरिदिन्छ क्या अनि लास्टमा त उनीहरूको थ्रोमा मामा गर्ने न भने टुप्पामा यस्तो यस्तो गर्नु यस्तो यस्तो गर्नु टुप्पामा यस्तो यस्तो गर्नु यो यस्तोमा प्लुटु प्लुटु गर्नु यहाँ नबदिनुहुन्छ त्यो बच्चाहरूलाई खेलाएर झन् डेन्जर बिगार्दै मैले झन् दामी बनाएर लिएर आएको थिएँ गोल हानेपछि है बुढाहरूले यहाँ आइसकेछ त अघि एकछिन गोल हान्ने बित्तिकै डेन्जर बजाउने हो क्या गोल हान्ने बित्तिकै डेन्जर फर्स्ट टाइम बजाएको हो क्या यहाँ चाहिँ फेरि हाम्रो सानोले बजाउँदा यिनीहरू गेमै बिग्रियो अघि ओहारले कस्तो पेलिरहेको थियो अहिले त उल्टो ओहारले अगाडि 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 बढे 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 भित्रै सपोर्ट हान्थ्यो यताबाट लै नि हान्ने
भेटायो के हामीले टिम सिम ल्याएन के चाहिँ के हामी मात्रै नि खेल्दिने 5 जना दर्ता गरेर 5 जनै हो त हैन सिधै फाइनलमा हो क्या 7 जना र 5 जना खेल्दिने हो फ्यास सरेकै पछि प्लेन्टीको पेनाल्टीमा त 2 जना पलाइन छन् ल्याङ ल्याङ हैन ल्याम्की जोस यतिको चाहिँ हाम्रो आयो भाइ अब मस्त हेर्ने मस्त हामी फेरि हामी चाहिँ कस्तो हो भने अब हाम्रो टिम सिम केही पनि छैन साथीहरू हामी चाहिँ एकचोटि इन्जोय गर्न आयो हो जसले गोल हाने पनि हामीलाई मजा छ रमाइलो छ अब हामी त के हो यार man, चिनीकोलाई नि सपोर्ट नचिनीकोलाई नि सपोर्ट फेरि बवाल अहिले चाहिँ धेरै राम्रो खेलिरहेको अवस्था सेकेन्ड हाफ पछि चाहिँ ल सर्ट 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 ए फिराइदियो भनेको छिरे अहिले पनि 3वटा पोस्ट राखे पनि नभेटाउने दाजुले सौलो सौलो पोसै थिसियै आछिरिम लो बल्ल सुर्मी ल डोजर बल खेल्न आउँदैछ अहिले यही पीर बजारमा भर्खरै यहीँ आज मान्छे भर्सेस डोजर रे अब छेक्ने कुरा त बवाल छ नि त अनि घाम छेक्ने कुरा त बवाल छ नि त मेरो त फेरि Hello guys, welcome to my vlog. I'm Biku in the mic on the camera. Subscribe. यति भन्दै 2-4 शब्द यहाँ टुङ्गाउँछ हस् धन्यवाद ल गाइजहरु घण्टा गोजिर चाहिँ ल्याम भने हामी घरमा खता नि अनि गर्न मन लाग्यो के हो भने उदाइ ड्रोन शट है गाइज सिर्फ फिनिनी दया है विशाल मामा र स्पिकर डेड भयो भने चाहिँ यहाँ तनाव हुन्छ अरे है पर्खिन त्यसो नभन्न मामा जबरजस्त मान्छे यो फुत्क्यो भने खत्तम हुन्छ भने दुई घन्टा पर्खिँदा पर्खिँदा बल्ल भेट भयो यतापट्टि हाम्रो सोल्डी पनि आएछ फेरि अनि ह्याप्पी दसैँ 2टा आलु यता सोल्डी नि आएछ कस्तो हो ह्याप्पी दसैँ 2टा आलु भने बाख्राको मान्छे होइन बजाउ बजाउ त्यो चाहिँ हे ड्रोन शट लेखे ड्रोन शट अनि त्यो 2 हात आउने रहेछ भोलि पक्का हो सोल्डी पक्का आउनु पर्यो नि पक्का आउने हो सोल्डी साथीहरू सबैजना भेला भइसक्यो गीतको नाम नाच्दा थैया सक्यो अर्ली काँडैले मलाई चसै चसै नाच्दा थैया
अनि त्यही त गीत मामा बुरा हाबिबी ठीक छ मामा वल्ला हबीबी कम टू यूरी साइको नहुने कम टू यूरी बट डु नट कम जस्ट कम एक हात तर्काउन अलिकति सिरिक अब केटाहरूको पालामा चाहिँ धस्ता हान्ने हो फेरि तल गएर इटडा बोल झन्डीको डबल झन्डी डबल त्यो लागि क्या झन्डी भनेर नि थाहा नरहेछ क्या चौराल रहेछ यार कतिवटा झन्डी इट्टा चौराल जम्मै खुवाइले पर्खे है मैले भन्छ उता पानमा थाप के हो 5 रुपैयाँ झरल हो 1 रुपैयाँ थाहा छैन पान है पान यता बुर्जा बुर्जा बुर्जामा 10 है बुर्जामा 10 मेरो है बुर्जा लेट्स गो खोइ बुर्जा छैन बुर्जा सिंगल 10 को 10 इट्टाको मात्रै आइज यार काइटा झन्डी झन्डी हो तपाईहरु त्यतिखेर नै आउँदा ओ बजा ओइ बिस्त्री लिएर न 10 रुपैयाँ पति 10 रुपैयाँ सिरी कुनमा बुर्जा त यो हो के बुर्जा मैले कुनमा हाले त गोलोले बिचारा पैसा दिने बेला मलाई अहिले न 5 रुपैयाँ गरौँ ओइ बजाउ है गोल भइछ बजाउ गोल भइछ ओइ भर बुर्जा परेको है यसमा ढिलाएर यो है त 4-5 वटा निकाल्दिनु मेरो एक गिलास नु इटाले भाइ बजान त्यो नि बजान कस्तो लाग्यो आयो भने त बजाउने हो त्यो आयो भने एक जम्बो मेरो तर्फबाट झन्डी मात्रै खाली भयो तैँले यो थियो मैले नाम नआए नि यो पोस्टर भने नि हेर्न यार कस्तो माल इटा त के 3 नम्बरको हो 2 जना यहाँ बाप ए गोल त हान्दै हान्दैन नि भनेको गोल त हान्दै हान्दैन सिटी क्यान्सिल बिउवा क्यान्सिल ठोक भाइ ठोक दमाकै छुट्टै फेरि
बस कराइरहेको छु कि यिनीहरू आम्मामामा कति राम्रो राम्रो थियो अच्छी धन्य ढलेको म धन्य आफै ढले टुसरे यार लाजो त प्रवीण दाइ 15 गोल तपाईँको नाम हो प्रवीण दाइ 15 गोल तपाईँको नाम अरे भन्ने क्या हो यार प्याजोङ भर्सेस अर्को कताको हो मामा प्याजोङ भर्सेस कालीमाटी कुन तँलाई न बजाओ जल्दी बजाओ बहिनी त्यहाँ गएर पोस्ट अलिकति छाडिदिन पर्छ जाऊ त जाऊ नानी मात्रै पहाडतै त्यही नानी हो पहाडतै मलाई चाहिँ छोड्दिनु तपाईँहरूलाई त्यही छोड्दै जानुहोस् छो नानी मात्रै जानुहोस् किन जाने 3 गोल खाइसक्यो बहिनीहरू म किन जाने नानी मात्रै छोड्दै त पहाडत नानी मात्रै ए नानी ए 1-2 गोल छोड्दै आउँदै बहिनी म गोल बहिनीहरूलाई भने बहिनीहरू गोल पछि गएपछि किन नगराएको नानी सब रात बजाउ न बजाओ ल कराउन त अब फेरि कमेन्ट्री माछाले काली भाइब छ है तान्दिएको कि बहिनीहरूले डेन्जर रमाइलो गरिदिएको ल जे होस् रमाइलो भयो साथीहरू कस्तो बवाल क्लियर आएको कि ल हाम्रो गेम चाहिँ अब सकिसक्यो हामी चाहिँ फर्किन्छौँ अब यहाँबाट पिट बजार बवाल रमाइलो फालिनु पर्छ कहाँ गयो हुँदियो सक्यो के भाइ बाबु छोड्देऊ भएको छ बाबु छोड्देऊ भान्जाहरू भाइ मजा भयो एकछिन भन्नु रमाइलो गऱ्यो